यस्तो साथी तिम्रो बन्छु म 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 तिमी फूल बने सुवास म बन्छु तिमी जुन बने शीतल म बन्छु जन्म जन्मसम्म साथ रहने यस्तो साथी तिम्रो बन्छु म यस्तो साथी तिम्रो बन्छु म यो चाहिँ के भन्छ आगो बाल्नको लागि सानो सानो मात्रै गरेको है यो परम्पराको बारेमा चाहिँ छोटो वर्णन गरिदिनु न। हजुर यो तलदेखि अब सायद गरेर ल्यायो हजुर अनि अब यो दियो नमारिकन अब आज दिनभरि चलाउनु पर्छ यो अनि तपाईँको यो यही दियोदेखि चाहिँ अब आगो सल्काएर अब खोजको सायदको हतियार चाहिँ यही आगोदेखि चाहिँ अब सल्काएर बालेर गर्ने चलन छ अरे अनि जस आजको यो भतेरको सुरुवात बिहेको सुरुवात चाहिँ योबाट यो दियोलाई चाहिँ के भनिन्छ यो ढ्याबारी भन्छ मगर ढ्याबारी यो अहिले हामीले ल्यायौँ नि होइन त्यस्तै चेलीबेटीले ल्याउने अब भरे बेलुकी पनि चेलीबेटीदेखि नै यो तल लगिन्छ त्यसरी अब भाँडाकुँडाहरू पनि थपौँ है भटभट ल्याउँदा हुन्छ
बसेर तिमी नबस के भात खाने हो र खाने गोरा खाने भनेर मारिदियो पो मारिदियो लु अहिले लुगा चाहिँ बिराट यता चाहिँ समाउनु पर्छ हौ कहाँ हो मङ्सिर महिना 19 गते विवाहको शुभ कर्ममा यहाँ हामीहरूले वस्त्र पूजा गरेर हस्तान्तरण गरेका छौँ। बेहुला बेहुला शुभ भाव्य होस् भनेर शुभकामना गरेका छौँ। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बर पिपलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन
तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो समुद्र वारिपारि देश विदेश जहाँ उठेर कार्तिकै बन्दनाहरूले छिनिला लाडी क्लास नगरपालिका वार्ड नम्बर 7 र यामकुमारी थापा मगर हो लेन्जा मिजा बसन्त थापा मगर र धनकुटा जिल्ला गाउँपालिका धनकुटा जिल्ला मुगी छान्छ त्यहाँ मुगी छान्छ निरबहादुर सिजाली मगर हो कान्छी बिजाली काट्न मात्रै बिजाएन काट मात्रै किरा र काट आला र काट्न मात्रै छन्जा भौजा 30 जना चाहिँ मन खाटार विगतका वर्ष अगाडि नै इला कान थापा खानदान काने भित्रकी सफल छाना होटलबाटै छिनिमिति 2082 साल मङ्सिर महिना 19 गते चाहिँ वैवाहिक बन्धन शुभ गालामफेट शुभ विवाह सम्पन्न जानले होटलबाटै काने इला कानुन बरबद उठेले छन्जा भौजाकोला चाहिँ बाजु काका छ्यामा खोइ यामकुमारी आमाहरू आउनुभएको छैन त बेहुलाको आमा काका छ्यामाहरू आउनुभएको छैन है खोइ आफ्नो ठुलो आमा बेहुलाको ठुलो आमा खै कुल कुटुम्ब पटक लाग्ने मिझोर झोर्ने शुभ मङ्गल अनि बाजागाजामा काका छ्यामा काका कुला बडा कुला पट्टा कुला अनि झोरले मिझोर नमस्कार अनि धेनाम भान्साङले कि छान्छ पट्ट भान्सा धेनाम लेच खाङ्की छान्छ होला पुङ्गी छान्छ जानले छ इना भकी भान्सा कोठाङ टाढ भकी अनि खाङ्गलले काम जानले बेहुलमै काका सम्भव भएसम्म देवता कुला सेकिरानीमा सधम्मले कि छान्छ पट्ट देवी देउबराई कुला कानौनी झोले समन्त चकवाले चु अत्र गछतु देवता कुला सेकिरानीमा सधम्मले कि छान्छ पट्ट देवी देउता कुला छिनि शुभ गालाम फेटन कानै मिझोले समन्त चकवाले चु अत्र गछन्तु देवी देउता पट्ट कुला कानौ मिझोले होटो नजान्नै पट्ट देवी देउता कुला इला रानी मुनि शुभम गालाम फेटन सेकिरा रंगुनी द्यार कानै मिझो जाटा झोरा काय कर्म वचन कर्म मला कर्म वन्दना यो एक थप गरेन काय आउँछु म त्यो मार राममा लिन्छ यसो काम त्रिसुम जलाछु म त क्या मेरा मजप माथ थाना वैरामणि शिखा पदं समाधि सुरु गर्नु पर्ने अनि भिनाले लेखेको चाहिँ काठ भाषण दिएर बताए सुरु गर्नु नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स बुद्ध भगवन्त
कुङ शरणाङ आमले धम्म देव कुङ शरणाङ आमले सँग देव कुङ शरणाङ आमले द्वितीयम्पि ज्ञानी बुद्ध भगवान कुङ शरणाङ आमले द्वितीयम्पि धम्म देव कुङ शरणाङ आमले द्वितीयम्पि सँग देव कुङ शरणाङ आमले तृतीयम्पि बुद्ध भगवान कुङ शरणाङ आमले तृतीयम्पि धम्म देव कुङ शरणाङ आमले तृतीयम्पि सङ कुङ शरणाङ आमले पार्वती पाता वैरमणि शिखापद समाधियामि अदिल दाना वैरमणि शिखापदं समाधियामि कामेषु मिथ्याचार वैरमणि शिखापदं समाधियामि कर्म वचन कर्म मन कर्म लकिङ कानै इला कालो छिन बसन्त र जुनु जोडियो शुभ मङ्गल शुभ बिहा शुभ गालाम थेताङ नाकु भगवान नाकु धम्म नाकु सङ्घको पितृ पठ ढुना माका लेखी छन्छ देव गराई देवी देउता कानै म्यारमिन पुकारकी वार्छ मावाच पट्ट देवी देउता कुला काय कर्म माथि गरौँला शिरमा है शिरमा है सबैजनाले है कसरी पनि गन्दै काका काय कर्म मन कर्म वन्दना झोरा काय कर्म वचन कर्म मन कर्म वन्दना झोरा काय कर्म वचन कर्म मन कर्म वन्दना झोरा कर्म वचन मनदेखि हामीले जुनसुकै कार्य चाहिँ हामीले सबैले जोड्ने आउनु है त्यतिको छ जोड्ने दिदी राखी छन्छ पत भगवान मिनौला मिनो राखी शुभ मङ्गल कामना जात्नुया हिँड्नु इला राखी छन्छ पट्ट पट्ट कुला गरी सुस्वास्थ्य दीर्घायु कामना याखी झोरा कुला मिनौला राखी छन्छ धम्म देव कुला जहाँ छन्छ राखुला छिन्यौँ शुभ कार्य शुभ मङ्गल नाकु पट्ट हौटन जाट्न गर्छन् बुद्ध सेवा समाज सङ्घ दाजु भाइ सङ्घ छचेकी नाता गोता चेली बेटी कुल कुटुम्ब सङ्घ देव कुला डनी छिन्यौँ शुभ कार्य शुभ कुलमा है हौटन जाट्न कानुन पट्ट लायो मगर कुल कुङ पट्ट इष्टमित्र कुल कुङ चेली बेटी कुल कुङ नाता गोता कुल कुङ पट्ट मामा माउली पट्ट कुङ कुल देव कुला डनी छिनिङला अब भाग छ जना माका पट्ट पिटी देव कुला डनी छिनिङ शुभ कार्य शुभ व्यङ्गा र मुख्य सेक्यो लागि सम्पन्न लोक विदु अनुतर पुरुष धम्म सारथी सथम देव बुद्ध मनुष्य न बुद्ध देव भवतु सपथमानुभावेन सदा सुखी भवतु सब रखन्तु सब देवता सब सङ्गानुभावेन भवतु सब भूतानुभावेन भवतु सब धर्मानुभावेन उसले त
तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी बसौँला सानै घरमा तिमी राजा हो मै रानी मन्द्रोको बारा खराको छानो मन्द्रोको बारा खराको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आदो तिमी भइदेऊ है पानी
लैजाउला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउला नि मायाको डोली चढाई तिमीलाई लैजाउला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा
टाउको काट्यो हो टाउको काट्यो छुनु हुँदैन Oh,
धेरै धेरै छ डोका छेक्ने भन्छ छेक्ने यो छेक्दा चाहिँ के हुन्छ त्यो भाउजूहरू छिर्ने बेला चाहिँ बहिनीहरूलाई चाहिँ पैसा या के दिएर चाहिँ छिराउनु पर्छ यो मगरहरूको चाहिँ रीतिरिवाज उहिलेदेखि नै चलिआएको मैले बुझ्दासम्म चाहिँ त्यो जुत्ता लुकाउने चलन छ नि हजुर त्यो चाहिँ कसको चलन हो यो चाहिँ अब साडी उता बेहुलीतिरबाट हुन्छ हाम्रो चाहिँ यो डोका छेक्ने हुन्छ अलिक उचाल्नु अलिकति पर अझै पर अब यहाँ छर्किनु पर्छ यो दुईटै कलरको दुईटै कलरको पानीले छर्किनु बहिनी बहिनी धेरै माग्नु है होइन नानी हो कुरा चाहिँ गरेन पुगेन भन्ने भाउजूको साइडबाट चाहियो नि अघि भाउजूलाई दिएको एटिएम कार्ड चाहियो भाउजूलाई दिएको एटिएम चाहियो यो लगेर मैले के गर्नु रमाइलो त गर्न पाइन्छ थोरै पैसा तानिन्छ त्यो बर्ती खोलेपछि पो होला त छर्किसकेको हो क्या अनि बेहुलाले छर्केकै छैन खोलेपछि त्यहाँ अनुमति पाएपछि बर्ती खोलेर अनि छर्केर आउनु नि एकैछिन अब चाहिँ खोलो अब चाहिँ छर्किने अरे बर्ती खोलेपछि छर्केर आउने अब हो अब चाहिँ छर्किने हो अब आउनु अलिक पछि आउँछ ल अब चाहिँ आउने अघि चाहिँ कुराकानी गऱ्यो भाउजू बल्ल बल्ल आएको भाउजूलाई राखिदिनु भाउजू अब यो के अरे ल अब यसो गरौँ न अब तिमीले बाहिरदेखि फुल ल्याउने क्या र यता आमाले ठुलो मम्मी बल्ल धेरै सोर्ने सबै टाउकोले छेक्यो नि को हुनुहुन्छ आमालाई अलिक गोर्तिर बस्नु गरौँ न आमा र बुहारीको कम्पिटिसन कसले बढी देखा लानु न अब तपाईँले पो लानुपर्छ
दिएको किन अनि अब जानु सँगसँगै जानुपर्छ के गर्नुपर्ने
मेरो क्यामेरा ल एकजनाले आजको समापन गर्नु पर्यो के कसले नमस्ते सबैजनालाई। नमस्कार। हामी चाहिँ आज वसन्त अनि जुनुको विवाह कार्यक्रममा थियौँ भनौँ न होइन। आज तेस्रो दिन भनौँ न, अस्तिको दिनदेखि नै गेट सेट बनाउनेदेखि लिएर विभिन्न पाहुनाहरू आवत जावत कार्यक्रम भयो, खानपिन पनि हुँदै आज अहिले समय भन्नुपर्दाखेरि रातको 7:51 हामीले सम्पूर्ण पाहुना इष्टमित्र साथीभाइ सबैजनालाई खानपिन गराइवरी अहिले चुला ढाल्ने कार्यक्रम भनौँ न, हाम्रो परम्परा अनुसार चुला ढाल्ने कार्यक्रम भइरहेको छ होइन। भन्दै चुला ढाल्ने सँगसँगै भान्सेहरूलाई चाहिँ एउटा भान्साहरूलाई विदाई कार्यक्रम अनि आजको लागि सम्पूर्ण खानपिनहरू बन्द गराएको पनि सूचना गराउन चाहन्छु र आजको भोजहरू सबै कार्यक्रमहरू सबै यही समापन भएको घोषणा गर्न चाहन्छु। हस्त नमस्कार।